मान्छेले राख्नु ए कनालले म एकछिन भएको अनि हो कुकुर स्याहार ल किन एक भाडा के गर्नु हो त्यो आमा यसरी दुःख गर्ने उहाँ कहाँ मर्दा भन्दो रहेछ मर्दाखेरि कसले देख्छ त उसले कोही पनि हुँदैन अब पानी आज नआउने बुढाउनु गर्छ दिनभरि यही ठाउँमा आउँदैन पानी अब चाहिँ बानी बस्ने जग्गा भन्ने यो चाहिँ एक कुरो लाग्छ कि अब यो म होइन त यो बटामा छ उसले राखेको अब पारा आयो सुरुको लागि यसो भन्नु शिक्षा चाहिँ हो रहेछ आइमी बाटी मैले बस्नुपर्छ आइमी बाठी हुनु हुँदैन दुईजनाको बुढा बाहिर छ तिनजना आइमे हो बुढो एक एउटा के लाग्छ हौ त्यो सेमी बुढा के लाग्छ त्यो चारजना आइमे छ सँग पाँचजना भयो उठ भने उठ बस भने काम त्यो हुन्छ लोक्ने मान्छे चारजना पाखा बस्ने मान्छेले थाहा हुँदैन एकछिन दिन्छ नानी मजाले भाडा पानी खान्छु अनि खाना टेकाउँछु अनि काम छैन केमा टिप्नु हो सक्यो कि नसक्यो है हामी बसुन्जेल त मसला पिस्नु पर्ने ए यो कुकुरको मुख जस्तो लगेर ओछ्यानमा राख्ने हो कतिखेर भात पकाउनु साह्रो खानुपर्छ फर्केर घरतिर मसला हुन्छ चाहिँ म भन्नु छोड्दिनँ काम गर लसुन काटेर चाहिँ उठ्दैछ यहाँ भएको थियो कि यति है त्यो भएर
हो या बाबे Nunca las nenan. ए बिरामी चाहिँ खबर खानु हुन्छ नि त Kira naale kamu भनेपछि Kira naman sini खानु na. पायो नपायो खान पायो नपायो Pokoknya sini. नभए ढिलो खाएँ आज त्यही अनुसार खाना पकाउ तरकारी बनाउँछु है त म ओके खाना पाएको छैन एकदमै हामीले बनाएको हो ए कसले पकाउनु नि खाओस् नि त ए खाओस् ए छ खाना खाएर आयो भए बेलुका हुन्छ खाओस् नि त खाओस् ए नानीले छोरा बनाउनु खाओस् ठिक्क बासी भएको हुन्छ दिक्तेल जानुपर्छ भन्ने थाहा पाउनु बित्तिकै मैले तल ढिँडो गएर मन चिया पर्छ खाएँ पक्का पक्का 100% भाइले ढिँडो चाहिँ मनपर्छ एक गिलास खाएँ टप यहाँ प्लसिलो चाहिँ अर्कोतिर छ क्या गर्छन् कि तिर उसको तिर बनाएको दुईवटा भन्दा स्याउ चाहिँ हाल्छ आमाले पानी परेको छ नि त हिजो बिचारा कुखुरा ठुँगेर ठुङाठुङ गरेर त म जाँदाखेरि उठेको हुँदैन लाउनु कहिले त कुखुरा खोल्नु हजुर उनीहरूको जब त्यो बाटो गयो हजुर गाईलाई चाहिँ छोरी मिल्छ त्यसरी त मिल्दैन नि अनि त्यहाँ यसो कुरा बुझ्छु म यसो ल हिँडिसकेपछि बल्ल आइपुग्यो मान्छे चाहिँ हजुर म चाहिँ गएर अनि जोगाउँछु भन्दा भन्दै अब त्यो स्लिप खायो होला त्यो हजुर त्यो धोएर चाहिँ किन त तिमी भिन्न गयो त के छ पानी आमा आज साह्रै भनिराख्नु नानीको त्यो चाहिँ गिल्लो हुन्छ है पानी नसुकाइकन हजुर गिल्लो पो हुन्छ एउटा चप्पल किन्नु भन्छ नि त जान्छु अनि बिहान भन्यो भने तिमी जाँदा भइहाल्थ्यो नि हुँदैन थियो र झट पर्सि कहाँ जानुपर्ने छ त्यो ठ्याक्क मुख नगरेर जाँदा यसो यस्तो काम हुनु पर्यो डढी यहाँ छ त्यही खाना मैले रक्सी के गर्नु आफ्नो घुँडा आफै हुन्छ कुनै पार्छ भने मात्रै आफै पर्छ भने भन्छु त्यस्तै ठिकै छ त्यो पनि राम्रो बुझिरहेको छ सोच बुझ है त्यो तल किन्न पर्छ काम गरिसक्यो नि होला है लु गएर अब ईश्वर छ ल अब बुढाले यतातिर गर्छ म यतातिर गर्छु अनि काम त मिलिहाल्यो नि त्यस्तो होइन 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 बोल्दा बोल्दै काम गर्नुपर्छ अनि त्यहाँबाट बरु होइन कि व्यवहार चाहिँ ट्याक 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 मिल्नु पर्छ मिल्नु टाइम पऱ्यो अनि त्यहाँबाट गर्नु पऱ्यो आज गर्ने काम भोलि हुनु भएन आजै गर्नु पऱ्यो प्लास्टिक टाँगेर बसेछ त्योमा
त्यो फिसाएर बस्दा पनि खै हुन्छ त्यसो भयो जाबे न त्यसका त्यति हो ताक्रार लाउनु पर्ने छ बस्ने हिँड्छ नि त हिँड्नु नारी भाती हो नौलो गीत गाइदिएको नानी हो रहेछ बेरुबाट टुप्मा के गीत गाउनु अब चाहिँ भन्दै जाऊ घर तोरले नसुनाइ नानी मैले गीत हेर चट्ट लगाउने गाउँदै भाउजूले भन्छ रिस भने गीत गाउँदा पनि गीत गाउँदैन गऱ्याम गऱ्याम गरम गरम खाने हो मलाई साँच्चै राति बेसमरी तिर्खा लाग्छ नानी पिसाबै आउँदैन के भएको त्यो तपाईँको मलाई तातो पनि चाहिएन चिसै भए पनि हुन्छ अब चाहिँ ताँसियो गयो अलिक चढाउनुपर्छ लु रस लाउने के लाउने भएको छैन भयो त चढाउनुपर्छ क्या भएकै छैन यो रस लाउने रस लाउ न अब चालियो क्या ठिकै हो ल ढुङ्ग्रोको बान बसाउने किरा पाउँछ नानी यसमा नकरै नकरा धनियाँको बिउले होला बाउ सोतर कता छ है कति लाग्नु हो होइन कति लाउनुपर्छ नसोधा अलिक जाने चाहिँ राम्रो हो है त म यहाँ आगो फुकौँ भनेको रहेछ लाग्ने राख्नु पर्यो चोखो भने हुन्छ भाइ अनि त्यो बाख्राको म कस्तो मजा हुन्छ त नानी दुख्दैन त्यो यसो पक्नु है त नि कराई
राख्नुपर्छ नानी डल्लो पर्दैन ओहो ओहो अब चाहिँ ढिँडो बन्दैछ आटाको ढिँडो हेर्दै दामी देखिरहेको छ चुलो पो हाल्यो ठ्यास्स बनिन्छ एकछिन गाह्रो छ कता थियो कता कता अलि उचालौँ भने त त्यो मात्रै के को बारी छ आटा हो है मात्रै हो गेडै फुटेको छैन भाइ गेडा फुट्यो भने चाहिँ यसो थाहा पाउँछ गेडा भित्रको काँचै भयो भने फेरि के भन्छ सुन यहाँ सुन सेकौँ पसिना आयो नानी देख फेर त्यो गुम्सिन्छ छिन्न लाउनुपर्छ भागेपछि
त यस्तो छ भने खुट्टा धुने त्यहाँबाट खाना पस्किने पुग्लिक सुत्ने अनि गीत सुन्ने बिहानको हत्ती चाहिँ के यहाँ गालिरहेको लु होस् त्यसो भए हेर्नु पर्ने केमा जानु अनि सब्जी रहेछ त नि खाना पाइगयो छैन यत्रो चाहिँ के गर्नु अलि माडेको छैन होला भाइ माड्नु पर्यो यसलाई त केही मिसायो भन्छ अब के चाहिँ भन्छ अनि त्यसको एक क्लाप त दिएन नानी त लोतिर पनि छुएँ क्या हौ म त खुट्टा धोएर आउँछु नानी पाकेर मेरो खुट्टा त्यो बाख्राको बोलकुराले रातैभरि चिलाउँछ घरि अक्काभरि खोर्सानी लाउँछ पिठो त अझै रहेछ यो ढिँडोको त साह्रै गाह्रो है फेरि कसैले त ढिँडो मन पराउँदैन नि पिठो भात पकायो भने नर्खत गरेर हिँड्छ नि त ढिँडो त मन पर्छ म मन पराउँछु त मात्रै खा न भन्नु हिँड्छ क्या मान्छेले त्यो चामलको भात स्याउस्याउ एक थास खायो अनि एकैछिनमा चाउचाउ मन लाग्छ कि के चाउचाउ र झिझी खान्छ मान्छेले म चाहिँ मेरो सानो भट्टो छ क्या नानी हजुर अनि सिस्नु लिएर खाउँ भनेर अलिकति च्याक्ला राखेँ यो कुकुर आएछ च्याक्ला भात खाने ड्युटी छ त्यहाँ आँटै लेखेको छ आलुको दाल खाने हुन्छ नानी मेरो त्यो जानु पर्यो एउटा दाबीले तात्ने ढङ्ग पनि छैन मेरो तेरो पाक्दैछ हेरेका भयो ल गर्छ त यसलाई तात्तै लगाएर दिइहाल्नु म चाहिँ अब यो मैले ढिलो गरिदिएँ भने नि कुरो मैले बुझिसकेँ जब तिमी छिटो खायो नि हालिहाल्छ
लाइटले के Hey! Ina ni ekla ta didele. चिकन है म बाहिर खाने यहाँभन्दा धेर त काम पनि गरेको हुनु पऱ्यो नि यहाँभन्दा धेर खायो भने त ओभरै हुन्छ नि यहाँभन्दा धेर खानु हुँदैन अस्ति हामी त सुँगुर मासु लिएर खायौँ नि हजुर दाइ बेलुका चाहिँ बाख्रा काट्नु पऱ्यो फेरि बिहानै अघिल्लो दिनै ल्याएको भाइ बिहान ल्याएको अघिल्लो दिनै ल्याएको भाइ एक्लैको के गाउँ खाएँ त्यही रहर लाग्यो नि नखाने मान्छेले चाहिँ कर लाउनु भयो भने होइन होइन दुई भाइले खायौँ ए खोर्सानी बेलुका त्यो माइला अघि खोर्सानी झिका भनेको होइन माथिबाट मैले अब त बिराल नाम नदेखाएको कहाँ जाने नासुलाई निन्दाएन भने चाहिँ गोटो जान्छ खोर्सानी उतै डब्बा मुखमा थियो पिने हुन पिने ओर्नु भयो पिनु भयो त ओके खोर्सानी चाहिँ अलिक भएन नभए हो त मेरो खोले फेरि डढ्यो भने कसले फेरि मस्क होला कालीकेटी हेरेको हेरेको छ लु नुन लागेन भने यहाँ सायद चम्ची दिन्छ हाम्रो पनि सेलाउँछ घुम्से राख्नु झोलाइन बस पानी दिनु बिर्सेछु फेरि बत्ताले भएर खानु पऱ्यो माटोस् माग्ने चिज सकिहाल्यो तिम्रो कामै लाग्ने भयो बुनाइ छैन पढौँ भने डट कपी थिएन कपी त थियो डट टाढोको डट चाहिँ अलिक डट कपी पनि छ खै अब हेर्नुपर्छ भाँडामा अनि खानु छ नि ए दाइ खानु त डराउनु हुँदैन क्या खानु त डराउनु डराउनु पर्छ काममा चाहिँ डराउनु पर्छ अलिक अब काममा पनि डराउनु काममा त गर्नु अलिकति रक्सी भए त हुन्थ्यो स्वर त उहिले गाइनु पुर्याएको हुन्छ खाना
भइसक्यो एकछिन उपर खुट्टा लाएर बस्नु पर्यो खैना मारे बिर्सेर मारेछु आज पाउडर पाठहरूले लुम्डा परेर जा तँलाई एकछिन भने ढिलो नै हो हातुनी पानी किन लोटा पनि छैन अरे मौरी गोल्दै राखेको कसलाई देखेको देखाउन गयो कसले मनपर्छ त्यसले देखाउनु मन त त्यो घरमा जसले दुध खायो त्यसलाई मन पराएको छ नखाने खाएको सानो बेलुका तरकारी तुरौँ खाना सुन्नु लु जाने नरस चोक्टा चोक्टा चाहिँ नखाउँ ल खाऊ न खानु न हालिहाल्यो टन्नै न खाऊ न अब ढेँडो सक्नु पऱ्यो नि फेरि कमला राखिदिन्छु न चोक्टा त त्यहाँ टन्नै छैन दाँतले मलाई चाहिँ पुग्यो है कमला छान्दिन्छु न तिमी नबोल न ढेँडो नभए चाहिँ मैले जानेको है चाहिँ धेरै एउटा लिएको थियो तँ पनि खाएर थुक्निस् होला ल ल लु खा त्यहाँदेखि ल खा लु खा लु खा लु खा तँलाई भोक लाग्यो भने खा त्यसकोसँग पल्लोपट्टि होला बोट्नु उतापट्टि जाने चाहिँ आफै बुझ्छ यो जहाँबाट खोलेको त्यहाँ अब तँ पस्नु साथी है
दाजुलाई उता ल्याउ भन्छ ल ल आइयो ल मैले खैनी आमाको त्यो खैनी तारा ए म त्यसलाई त मैले हड्डी धेरै दिएको छु है राम राम यो त तल त्यो उतै पो यो कुकुरलाई भाग्यौ यो क्या यो भर्खर जन्मे जस्तो यो हड्डी साला भन्यो अरे खाएको त्यसो भन्दा सुँगुर अनि कुकुरलाई दिँदैन सानी टाउको मासु जति थियो कि नानी चोट सुँगुरको मासु लिएको छ त्यो उहाँको चाहिँ खाँदा खाँदै कुरा मैले चाहिँ तेह्र अलग्ग पकाइदिएँ मैले 3 दिन भात खाएन नानी अब चाहिँ दाइ यहाँ हुन त त्यो लछट पनि हुने भयो क्या भाउजूलाई हुन्छ हामी अलग्गै पकाएर खानुपर्छ नि भाउजू त्यस्तो हो नि त्यो मासु त नानी माइला बेलुका आएछ 3 जना भएर खानु त्यो त्यो कान नभएको एउटा त्यो कहाँ भोकाले टाढो भएर आएछ यो मासु डङ्गै बसेको अब बासी बासँग 3 जना गोठालो गरेर पानी काटौँ भने हो म गोठालो गएको बिहान 8 बजी हुने भने मान्छे गरे आउँदैन त उ त्यहाँ मुनि पर्छ घर चाहिँ 1 घन्टामा आउनु पर्ने मान्छे आउँदैन त माथि डाँडामा अनि त्यहाँदेखि लो त्यहाँ बुढी मान्छे देखेछ नि तरुणले झ्याउमा जान्छ पर हेल डाँडामा लडिआएछ अरे माइला त लिन्छ हौ भन्छ उसले भनेको छ चिया खाएर खानु खाजा खानु भनेको छ मलाई झोला पनि फ्याँकिराख्यो अनि गएँ अब के खायो बिचरा अब माथि होला नि टेन्सन पनि भयो होला अनि बेलुका आयो अनि यहाँ आएर सम्पत्ति जति आमा र बाउलाई खुवाउँछ के टेन्सन आमा र बाउले त खुवाउँछ आमा बाउले खाएको के भयो त टेन्सन भएन आमा बाउले नखाए को ल्याउँछ आलु त खाने छ्यामा र खाँदिनँ भनेको म त लाज भएर जान्न 14 लाख अनि एक तला सुन झुनाइदिएको अरे हो अरे त्यही त भन्यो अरे केटी अनि यहाँबाट छुट्टी गएको उहाँ गरेको अरे बिहा गरेर अनि त किन्छ त नि किन्यो त किनेर त त्यसो भयो त होला त्यो चाहिँ पक्का हो त्यो नालाटी भने बिहा दर्ता गर्नुपर्छ राजीनामा पास गर्नु पर्यो नि अनि त्यहाँबाट बिहे भएर हातमा हुनु पर्यो अनि जोप्नु म अहिले गरिदिन्छु भोलिदेखि त बाख्रा खोर्छन् त यो खुट्टा पनि ल्याउनु उठेर सोध्ने राति सोलुबाट दोच्चा ल्याउनु लाउनुपर्छ ल्याउनु लाउनु नि त त्यो हिउँमा लाउने दोच्चा भन्ने थाहा छ नि जुरपकै हुन्छ कपडाकै हिउँमा टक 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 नचिप्ने जुत्ताभित्र लाउने जुत्ता होइन ऐसली घरतिर पो होला उता तमाङ्ने केटी हो त्यो ल्याउनु पर्ने कराउनु थालेको चाहिँ कति गर्नु थाल्यो हिउँदोमा खन्ती कराउँदैन ओल्ना हिजो त यतिखेर त ग्राफ सानो थियो नि त त्यतिखेरै हो म गर्छ है कहिले यता गर्छ कहिले उधो तर्सेर मरिहाल्नु नि अरू भन्दा पनि मुक्त छु कि हो सुत्दै चाहिँ राम्रो घर मात्रै एकैछिन बिहान बिहानै हो त्यो गलेको हुन्छ नि त गयो तल गयो गफ गऱ्यो अर्को घरमा गयो 1 गिलास खायो फलाना यस्तो म दिँदैन अनि निदाउँछ नानीको आमा यतिको गल्दैन चाहिँ राम्रो खाएर सुतेपछि हल्दै चल्दै छैन
एप्पै सुत्ने हो मजाले ठिकै छ ल पालो पैसा फेर्नुपर्छ क्या बिम दिन्छु कि सुत्नुपर्छ सुतेकै राम्रो हो काम पनि छैन उठेर सुतेकै राम्रो चिज गर्दैन आत्माले देख्नेले छ नदेख्ने के काम गर्नु मलाई 1 बजे राति 1 बजे छ निन्द्रा छोड्छ त्यहाँबाट चिया पकाएर थर्मासन लगाउँछ उठेर क्या 1 बजेपछि निन्द्राले छोड्छ अनि तितलीहरू मस्काएर थर्मासन चिया लगाइराख्छ घरमा भाले बाँच्ने बित्तिकै के भन्छ हुन्छ आमाले चिसो असार 15 दिन त चिसो आउँछ नि गङ्ग्रिन्छ हामी त यस्तो छिराउँछ क्या त्यहाँदेखि त हजुर 15 दिन के मास भने कुकुर त्यहाँ भित्र पनि छिरेन ऊ पनि भएन आइज बाहिर फुको छ बारी गर्नुपर्छ क्या होइन ऊ त्यो ऊ छ नि त त्यहाँ त्यो ऊ हेर्ने कुकुर